नमस्कार अनि हार्दिक स्वागत छ मेरो कथा मेरो व्यथामा म गोमा थापा उपस्थित भइसकेकी छु। हरेक हप्ताको बिहिबार ठिक यसै समयमा हामी प्राइम एफएम 104.5 मेगाहर्जमा तपाईँकै कथा लिएर आउने गर्छौँ। हामीलाई वेबसाइट www.primefm.com.np, प्राइम एफएमको फेसबुक पेज, युट्युब च्यानल र हाम्रो पात्रो मोबाइल एप्लिकेसन मार्फत संसारभरबाट सुन्न सक्नुहुन्छ। हामी मेरो कथा मेरो व्यथामा जीवनका केही अनेकन कथा, हृदय छुने अनुभव र पीडाभित्रको आशा लिएर आउने गर्छौँ। यस कार्यक्रममा हामी चेष्टा साप्ताहिक पत्रिकाको मोराती स्तम्भमा प्रकाशित कथा सुनाउँदै आएका छौँ। आज हामीले अनुसन्धानकर्ता नील हीरा खड्का काठमाडौँबाट लेख्नु भएको यो सहर किन यस्ता सम्झौतामा धकेल्छ भन्ने शीर्षकको कथा लिएर आएका छौँ। कथा यसरी सुरु हुन्छ। जमाना बदलिँदै गएको छ। कुछ त पैसा र बाफिलो जीवनशैली र ढल्कँदो उमेरमा 24-25 वर्षका दुई आकर्षक युवतीसँग सम्बन्ध। सुन्दा अपत्यारिलो लागे पनि यो भोगाई सत्य हो। अझ रोचक त के भने ती दुवै युवती न त ती धनाढ्य पुरुषकी श्रीमती हुन् न त प्रेमिका नै। उनीहरू बीचको सम्बन्ध केवल लेनदेनमा सीमित छ। धनाढ्य पुरुषले युवतीको ट्युसन फी, पकेट खर्च र मोज मस्तीको व्यवस्था गर्छन्। त्यसबापत युवतीहरूले उनीसँग सम्बन्ध अघि बढाउँछन्। छोराछोरी र श्रीमती समेत भएका ती धनाढ्यले कलेज पढिरहेका युवतीहरूलाई बेग्ला बेग्लै फ्ल्याटमा राखिदिएका छन्, स्कुटर किनिदिएका छन्। केही समय अघि एक युवतीले आफूलाई ब्ल्याकमेल गरेको आरोप लगाउँदै एकजना धनाढ्य व्यवसायी महानगरीय प्रहरी परिसर काठमाडौँ पुगे। प्रहरीले निवेदनमाथि छानबिन गर्दा करिब 23 वर्षकी ती आकर्षक युवती ती व्यवसायीसँग लामो समयदेखि सम्बन्धमा रहेको तथ्य खुल्यो। आफ्ना इच्छाहरू पूरा गरिदिने ती युवतीका लागि व्यवसायीले प्रशस्तै पैसा खर्च गरेका थिए। यतिसम्म कि उनलाई बस्नका लागि राम्रो फ्ल्याट समेत उपलब्ध गराएका थिए। तर युवतीले उनीहरू बीचको नाजायज सम्बन्ध सार्वजनिक गरिदिने धम्की दिँदै अझ ठूलो रकम मागेपछि व्यवसायी प्रहरीको शरणमा पुगेका थिए। फिल्मी कथा जस्तो लाग्ने यो घटना कस्मोपोलिटन सिटीका रूपमा विकसित हुँदै गएको काठमाडौँमा हुर्किँदै गरेको सम्भ्रान्त जीवनशैलीको एउटा सानो उदाहरण मात्रै हो। केही समय अघि नेपाली समाजमा कल्पनै गर्न नसकिने यस्ता घटनाहरू अहिले सामाजिक स्टाटसका रूपमा अभ्यास हुन थालेका छन्। पश्चिमा समाजमा बाक्लै देखिने यस्तो यौनिक व्यवहार विश्वव्यापीकरण र आधुनिकीकरणसँगै पूर्वीय समाजको सामाजिक जीवनमा पनि प्रवेश गर्न थालेको छ। कतिपय साहित्य र चलचित्रमा सुगर ड्याडीका रूपमा चित्रित उमेर छिप्पिएका वयस्क पुरुषहरूसँग सम्बन्ध राखेर पश्चिमा समाजमा कतिपय युवतीहरूले आफ्ना आर्थिक तथा शारीरिक आवश्यकताहरू पूरा गर्दै आएका छन्। यौनका विषयमा खुला र उदार मानिने पश्चिमा मुलुकहरूमा आकर्षक युवती र अधवैंसे धनाढ्य बीचको यस्तो सम्बन्धलाई आजभोलि सामान्य रूपमा लिन थालिएको छ। यौनका मामिलामा अझै पनि बन्द मानिने पूर्वीय समाजका लागि भने सुगर ड्याडीको अवधारणा अनौठो नै छ। तथापि पछिल्लो समय काठमाडौँमा पनि यस्ता सुगर ड्याडी र सुगर ड्याडीको आवश्यकता अनुसार परिचालित हुन तयार युवतीहरूको संख्या बढ्दै गएको देखिन्छ। प्राय उच्च शिक्षा अध्ययन र करियर बनाउन राजधानी पसेका युवतीहरू नै यस्तो सम्बन्धको मोह जालमा पर्ने गरेका छन्। प्रेम, यौन र विवाह जस्ता विषयमा परम्परागत सोच हावी रहेको नेपाली समाजमा देखिएको यो नयाँ प्रविधिको कारण के हो त? समाजशास्त्री अनुसार विश्वव्यापीकरण मात्रै होइन, नेपालको शिक्षा प्रणाली र जीवनलाई हेर्ने दृष्टिकोण नै पश्चिमी सोचले निर्माण गरिदिएको छ। यौनलाई हेर्ने सन्दर्भमा हाम्रो समाजमा अहिले दुईवटा लेन्स सक्रिय छन्, एउटा परम्परागत र अर्को आर्थिक।
परम्परागत लेन्सले नैतिकता, मूल्य मान्यता र सीमाहरू निर्धारण गर्छ भने आर्थिक लेन्सले आवश्यकता र लाभको हिसाब गर्छ। एकातिर यौन, अर्कोतिर पैसा। दुवैको आवश्यकता मिलेपछि धनीले युवतीलाई र युवतीले धनीलाई प्रयोग गर्ने अवस्था सिर्जना भयो। यसले यस्तो संस्कार हुर्काउन सहयोग पुर्यायो। काठमाडौँमा केही धनाढ्यले अपार्टमेन्ट लिएर सुगर बेबी राख्ने गरेका रहेछन्। महानगरीय प्रहरीका अनुसार पैसा र सुख सहेलका लागि केही युवती आफ्ना सबै आवश्यकता पूरा गरिदिने धनाढ्यसँग उसकै शर्तमा सम्बन्ध बनाउन थालेका छन्। फ्ल्याट, गाडी, स्कुटर वा नगद दिएर आकर्षक युवतीसँग रोमान्स गर्ने चलन मौलाउँदै गएको छ। यस्ता सम्बन्धमा दुवै पक्षले लाभ हानिको हिसाब गरेर सम्बन्ध कायम गर्छन्। यस प्रकारको सम्बन्धमा प्राय आर्थिक रूपमा कमजोर युवतीहरू बढी सक्रिय देखिन्छन्। कलेजको शुल्क तिर्न, दैनिक खर्च धान्न तथा हाइफाई जीवनशैली चलाउने अपनाउने चाहनाले उनीहरू यस्तो सम्बन्धमा प्रवेश गरेको जानकारहरू बताउँछन्। नेपालमा यो या त्यो ढङ्गले पहिलेदेखि नै सुगर ड्याडीको अभ्यास हुँदै आएको छ। यो सामन्ती समाजको अवशेष हो। पैसा, शक्ति र सम्पत्तिवालाले कमजोर वर्गलाई मनोरञ्जनका लागि प्रयोग गर्ने र त्यसको सट्टामा दैनिक गुजारा, लुगा, कलेज शुल्क, स्कुटी वा विलासिताका सामग्री उपलब्ध गराउने चलन नै सुगर ड्याडीको रूप हो। युवतीहरूले बुढा पुरुषसँग सम्पत्ति र पैसा देख्छन्। त्यसमाथि उनीहरू हिंसात्मक नहुने धारणा पनि त्यस्तो सम्बन्धको एउटा कारण बनेको छ। काठमाडौँका दरबार मार्ग, ठमेल, लाजिमपाट लगायतका क्षेत्रका बार, लाउन्ज र क्लबहरू धनाढ्य र युवतीहरूबीच सम्बन्ध विकास हुने प्रमुख थलो बनेका छन्। अहिले यो चलन प्राय सहरी क्षेत्रमा बढेको छ। कतिपय अवस्थामा युवतीहरू स्वयं हाइफाई जीवनशैलीको चाहनाले यस्ता सम्बन्धका लागि अग्रसर हुने गरेका छन्। केही धनाढ्यले आफ्नै कार्यालयमा काम गर्ने युवतीसँग पनि यस्तो सम्बन्ध बनाएको पाइन्छ। श्रीमतीसँग बिछोड भएका वा विधुर बनेका केही पुरुषले अर्को विवाह नगरी यस्ता सम्बन्धलाई विकल्पका रूपमा अपनाएको देखिन्छ। नेपालमा सुगर ड्याडी र सुगर बेबी अवधारणालाई प्राय धनाढ्य वयस्क पुरुष र कम उमेरकी आकर्षक युवती बीचको यौन सम्बन्धका रूपमा बुझ्ने गरिन्छ। तर सबै अवस्थामा यौन सम्बन्ध अनिवार्य हुँदैन। कतिपय अवस्थामा उनीहरू केवल डेटिङ, साथ र मनोरञ्जनका लागि मात्र सँगै रहने गर्छन्। यस्ता सम्बन्धमा रहेका युवतीहरूले मोटो रकम, गाडी वा फ्ल्याट जस्ता सुविधा प्राप्त गर्ने गरेका छन्। सामान्यतया 20 देखि 30 वर्षका युवतीहरू 45 देखि 55 वर्ष उमेरका पुरुषसँग यस्तो सम्बन्धमा रहने देखिन्छ। पछिल्लो समय धनाढ्य महिलाहरूले पनि सुगर बोयका रूपमा तन्देरी युवालाई आर्थिक प्रलोभनमा राखेर आफ्ना आवश्यकता पूरा गराउने गरेको पाइन्छ। यस्तो सम्बन्धमा विवाहको बाध्यता हुँदैन। दुवै पक्ष स्वतन्त्र हुन्छन्। एउटै व्यक्तिसँग सीमित रहने भएकाले यसलाई परम्परागत अर्थमा वेश्यावृत्ति पनि मानिँदैन। के हो त सुगर ड्याडी? वयस्क धनाढ्य पुरुषले कम उमेरकी युवतीलाई पैसा र सुविधा दिएर त्यसको बदलामा सम्बन्ध बनाउने प्रचलनलाई सुगर ड्याडी भनिन्छ। बुढौली उमेरमा रहेको धनाढ्य व्यक्तिले आफ्नो शारीरिक तथा अन्य आवश्यकताहरू पूरा गर्न युवतीलाई उपहार र सुविधा प्रदान गर्ने चलन नै सुगर ड्याडी हो। अर्बन डिक्सनेरीले भने यौन सम्बन्धका लागि आर्थिक सहयोग गर्ने व्यक्तिलाई सुगर ड्याडीका रूपमा परिभाषित गरेको छ। समाजमा मौन रूपमा हुर्कँदै गएको यो प्रविधि अझै स्वीकार्न सार्वजनिक बहसको विषय बनिसकेको छैन। धेरैजसो यस्ता सम्बन्धहरू गोप्य रहन्छन् किनभने यसले सामाजिक प्रतिष्ठा, पारिवारिक सम्बन्ध र व्यक्तिगत छविमाथि प्रश्न उठाउँछ। त्यसैले पनि यो अभ्यास तथ्याङ्क भन्दा बढी अनुभव, प्रहरीका उजुरी, सामाजिक सञ्जाल र कफी गफका कुराकानीमा मात्रै देख्न सकिन्छ। सुगर ड्याडी संस्कृतिको विकास केवल व्यक्तिगत चाहनाको परिणाम हो
यो संरचनागत समस्या पनि हो। बढ्दो बेरोजगारी, महँगो शिक्षा, आवासको अभाव र सहरमा टिकिरहनु पर्ने दबावले युवतीहरूलाई यस्ता सम्झौतामूलक सम्बन्धतर्फ धकेलिरहेको छ। काठमाडौँमा एउटा सामान्य विद्यार्थीले महिनामा तिर्नुपर्ने कोठा भाडा, कलेज शुल्क र दैनिक खर्च जोड्दा मध्यमवर्गीय परिवारका लागि समेत धान्न गाह्रो हुने अवस्था छ। यस्तोमा सुरक्षित सहारा जस्तो देखिने सुगर ड्याडीको प्रस्ताव केही युवतीका लागि विकल्प जस्तो देखिन सक्छ। पछिल्लो समय प्रविधिको सहजता र उपयोग यसको भरपर्दो माध्यम बन्न थालेको छ। यो सम्बन्धलाई पूर्ण रूपमा सहमतिमा आधारित मात्रै भनेर बुझ्नु पनि अपुरो हुन्छ। शक्ति सन्तुलन यहाँ सधैँ बराबर हुँदैन। आर्थिक रूपमा सबल पक्षले नियम बनाउने, सीमा तोक्ने र आवश्यक पर्दा सम्बन्ध तोड्ने अधिकार आफूसँग राख्छ। सुरुमा सहज र आकर्षक देखिने यो सम्बन्ध समयसँगै मानसिक दबाव, निर्भरता र असुरक्षामा रूपान्तरण हुन सक्ने जोखिम पनि उत्तिकै हुन्छ। पछिल्लो समय सार्वजनिक भएका ब्ल्याकमेलिङ, हिंसा र मानसिक उत्पीडनका घटनाहरूले यसको अँध्यारो पाटो पनि उजागर गरेका छन्। सांस्कृतिक दृष्टिले हेर्दा नेपाली समाज अझै पनि यौन र सम्बन्धका विषयमा दोहोरो मापदण्डमा अडिएको देखिन्छ। यस्ता सम्बन्धमा रहेका युवतीहरू नै बढी आलोचनाको शिकार हुन्छन्, जबकि पुरुषहरूको आर्थिक शक्ति र सामाजिक पहुँचका कारण उनीहरू सजिलै जोगिन्छन्। यसले लैङ्गिक असमानताको पुरानै संरचनालाई नयाँ स्वरूपमा पुनर्स्थापित गरेको छ। अर्कोतर्फ केही युवती भने यसलाई शोषण होइन, सचेत छनौटको रूपमा व्याख्या गर्छन्। उनले भोगेको अनुभव यस्तो थियो, यो सम्बन्ध मेरो योजना थिएन। काठमाडौँको एक निजी कलेजमा स्नातक पढ्दै गरेकी 24 वर्षीय अनुको घटना हो यो। मध्यमवर्गीय परिवारबाट राजधानी आएकी अनुका लागि काठमाडौँ सुरुमा सपनाको सहर थियो, तर सपनासँगै चुनौती पनि उत्तिकै कठोर थिए। मासिक कोठा भाडा, कलेज शुल्क, किताब कापी र दैनिक खर्च जुटाउन उनलाई परिवारबाट आउने सीमित पैसाले धान्न गाह्रो पर्न थाल्यो। घरबाट पठाइने पैसाले 2 हप्ता पनि टिक्दैन थियो। पार्ट टाइम काम खोजिन्, तर पढाइ र कामसँगै धान्न सकिनन्। यही दबावका बीच एक साँझ ठमेलको एउटा क्याफेमा उनको भेट 50 वर्ष नागेका एक व्यवसायीसँग भयो। सुरुमा सामान्य चिन्जान, त्यसपछि फोन कल र कफी भेटघाट। केही हप्तामै उनले अनुको समस्या बुझिसकेका थिए। उनले सिधै प्रस्ताव राखेनन्, पहिला सहयोग गर्न चाहन्छु भने। कलेज फी, कोठा भाडा सबै कुरा बिस्तारै आयो। अनुका लागि यो सहयोग तत्काल राहत जस्तो लाग्यो। केही समयपछि उनीहरू बीचको सम्बन्ध स्पष्ट शर्तमा बदलियो। व्यवसायीले खर्च बेहोर्ने, बदलामा उनी उपलब्ध रहने। मलाई थाहा थियो यो प्रेम होइन, उनले सुनाइन्, तर त्यो बेला विकल्पहरू थिएन। सुरुका दिन सहज थिए। राम्रो फ्ल्याट, स्कुटर, घुमघाम सबै कुरा अचानक जीवनमा आए। तर समयसँगै सम्बन्धको स्वरूप फेरिन थाल्यो। उनले मेरो समयमाथि अधिकार जमाउन थाले। साथी भेट्न, घर जान सबै कुरा सोधिन्थ्यो। उनले भनिन्, आर्थिक निर्भरता बढेसँगै निर्णय गर्ने स्वतन्त्रता खुम्चिँदै गयो। 1 वर्षपछि अनु मानसिक रूपमा थकित भइसकेकी थिइन्। छोड्न चाहन्थे, तर डर लाग्थ्यो। पढाइ बीचमै छाड्नुपर्ने हो कि घरले थाहा पायो भने के होला। अन्ततः उनले पढाइ सकिने नजिक पुगेपछि सम्बन्ध तोड्ने निर्णय गरिन्। म बाहिर निस्केँ, तर सजिलै होइन, उनी भन्छन्। अहिलेसम्म पनि त्यो अनुभवले पछ्याइरहेको छ। अनुले अनुभव सहितको घटनालाई चेतावनीका रूपमा लिन आग्रह गरिन्। सबैका लागि यो एउटै अनुभव नहुन सक्छ, तर आर्थिक व्यवस्थामा गरिएको सम्झौता कहिले पूर्ण रूपमा सुरक्षित हुँदैन। आफ्नो समय, साथ र आकर्षणको मूल्य आफै तोक्छु भन्ने उनीहरूको तर्क छ। विवाह जस्ता दीर्घकालीन सम्बन्धमा बाँधिनुभन्दा स्पष्ट शर्तमा आधारित स्वतन्त्र सम्बन्ध कम जोखिमपूर्ण हुन्छ। तर प्रश्न उठ्छ, के यो स्वतन्त्रता साँच्चैकै स्वतन्त्र छ कि आर्थिक व्यवस्थाबाट जन्मिएको सम्झौता मात्रै?
सुगर ड्याडीको अवधारणाले नेपाली समाजलाई एउटा असहज ऐना देखाइदिएको छ। यो ऐनामा सहरको चम्किलो जीवनशैली, वर्गीय खाडल, लैङ्गिक राजनीति र नैतिकताको पुनर्व्याख्या सबै एकसाथ देखिन्छ। यसलाई केवल विकृति भनेर स्वीकार गर्ने वा केवल आधुनिकता भनेर स्वीकार गर्ने दुवै दृष्टिकोण अपुरा हुन्छन्। आवश्यक छ यसमाथि गम्भीर, तथ्यपूरक र संवेदनशील बहस। सुगर ड्याडी केवल व्यक्तिहरूबीच कस्तो निजी सम्बन्धको कथा होइन, यो काठमाडौँ जस्ता सहरले बोकेको आर्थिक दबाव, सामाजिक रूपान्तरण र मौन सम्झौताहरूको सामूहिक कथा पनि हो। आज हामीले चेष्टा साप्ताहिकको मोराती स्तम्भमा प्रकाशित अनुसन्धानकर्ता नील हीरा खड्काले लेख्नु भएको यो सहर किन यस्ता सम्झौतामा धकेल्छ भन्ने शीर्षकको कथा सुनायौं। आजको कथा सुन्नु भएकोमा यहाँलाई धेरै धन्यवाद। कार्यक्रम सुनेर मनमा उठेका केही प्रतिक्रिया छन् भने हामीसँग सेयर गर्न सक्नुहुनेछ। हामीलाई primefm@gmail.com मा इमेल गर्न र 011 66 24 36 मा फोन गरेर पनि सुझाव र सल्लाह टिपाउन सक्नुहुनेछ। मेरो कथा मेरो व्यथामा फेरि अर्को हप्ता बिहिबार नयाँ कथा र नयाँ अनुभूति सहित फेरि भेटौँला। तबसम्म तपाईँको हृदयमा आशा र प्रेमको प्रकाश सधैँ बाँचिरहोस्। नमस्कार।